हेलो हेलो नमस्ते सन्ध्याकालीन अभिवादन के छ खबर सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएको छु होइन। साँझको समय छ के गर्दै हुनुहुन्छ होइन। कतिपय साथीभाइहरू यसो फ्री फायर पब्जी पनि खेल्दै हुनुहुन्छ होला होइन। कतिपय साथीहरूले यसो न्युजहरू हेर्दै हुनुहुन्छ होला। हाम्रो गृहिणी दिदी बहिनी आमाहरूले चाहिँ यसो खानासाना बनाउँदै हुनुहुन्छ होला होइन। जस्तो अवस्थामा भए पनि होइन जे हामी आएका छौँ हामीलाई पनि हेर्दै गर्नुहोला है। अनि आजको भिडियोको खास उद्देश्य भनेको के हो भने अब तिहार पनि आउन लागिसक्यो होइन। तिहारमा देउसी भैलो खेल्ने चलन छ होइन। अझ भनौँ भने हाम्रो रोल्पामा त अब धेरै दिन खेल्ने चलन हुन्छ। देउसी रमाइलो हुन्छ तिहारमा होइन। तपाईँहरूतिर खै कति दिन खेल्नुहुन्छ होइन। हाम्रो पाहाडतिर अलिकति केही दिन देउसी भैलो खेल्ने रमाइलो गर्ने होइन साथीभाइसँग त्यस्तो चलन हुन्छ होइन। अनि अहिले पछिल्लो चरणमा चाहिँ पहिला परम्परागत बाँसुरी मादल खैँचडी होइन जस्तै सामानहरू बजाइन्थ्यो होइन। देउसी भैलो खेलिन्थ्यो। अहिलेको चलन अहिले चाहिँ आधुनिक जमानामा प्राय डेक भन्छ कि स्पिकर भन्छ नि खासै भन्न पनि आउँदैन खासै बजा पनि छैन क्यार होइन। त्यो ल्याउने होइन बरु त्यो बोकिहाल्ने होइन बजाउने नाचगान गर्ने चलन छ रमाइलो गर्ने चलन छ होइन। जे जस्तो भए पनि अब पुरानो संस्कृतिहरूलाई पनि बिर्सिनु हुँदैन। उसलाई पनि पुरानो संस्कृतिहरूलाई पनि जोगाएर राख्नुपर्छ होइन भन्दै आजको भिडियोबाट बिदा हुन्छु है। नेक्स्ट भिडियोमा आउनेछु र मसँग साथी हुन्न भने मलाई फलो गरिदिनु होला। म हजुरलाई फलो ब्याक दिनेछु। अनि यो भिडियो मन परे लाइक कमेन्ट सेयर र सब्सक्राइब लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु होला है। धन्यवाद।